भोलिदेखि नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 सुरु हुँदैछ। तपाईँ केही छैन ल भोलिदेखि नेपाल प्रिमियर लिग सिजन 2 सुरु हुँदैछ। तपाईँ कुन टिमको सपोर्टर हुनुहुन्छ? म अब पार्टिकुलर एउटै टिम भन्न त अलि नमिल्ला, तर पनि हुन्छ नि अब आफूले अलिकति आफ्नो घरभन्दा अलिकति नजिकको टिम भनेर यसो सम्झिँदाखेरि हुन त चितवन काठमाडौँ पनि एउटै प्रदेशमा परेको हो, तर पनि मलाई चाहिँ खोइ कहाँबाट कसरी हुन्छ जनकपुर बोल्सको चाहिँ अलिकति सपोर्ट गरेर थालेको थियो हिजो फर्स्ट सिजनदेखि, र यसपालि पनि साथ छ जनकपुर बोललाई नै। जनकपुर बोल्डको सपोर्टर हुनुहुन्छ तपाईँ? हजुर, म जनकपुरलाई सपोर्ट गरिरहेको थिएँ। अब च्याम्पियन नै भयो, अरू टिमहरू अब हेर्दै हुन्छ। मैले जनकपुर बोल्डको कुरा गर्दै यहाँनिर एउटा मेन पर्सनसँग जोडेँ तपाईँलाई। जनकपुर बोल्ड सिजन 1 का बिगेस्ट मानिएका खेलाडी जिम्मी निसम यतिखेर पोखरा एभेन्जर्सतिर जानुभएको छ। कतिको दुःख लागिरहेको छ? अब यस्तो हो, अब दुःख त साह्रै लागिहाल्छ। आफ्नो सबैभन्दा राम्रो खेलाडी एमबिबी जस्तै प्लेयरहरू बाहिर अर्को टिममा जाँदाखेरि, तर पनि के हुन्छ भने अब बाध्यता हो। अब हामीलाई आइसिसीले सेन्सन गरेको छ जम्मा 4 जना एक्टिभ प्लेयरहरू मात्रै खेलाउन मिल्ने गरी भनेर, अनि त्यो गर्दाखेरि गोलापर्था भयो र अनि आफ्नो जनकपुर टिमले पाएन। त्यस कारणले पनि हामीले अब कुनै हालतमा नियमअनुसार नै जिम्मी निसमलाई ल्याउन सकेनौँ। अब अर्को टिमबाट एनपिएल खेल्दैछ भने त्यो राम्रो कुरा हो। जस्तै तपाईँको स्कोर फुल भएर जिम्मी निसम फर्किन चाहेपछि नफर्केको हो कि तपाईँहरूलाई अब उहाँले त पहिला भन्नुभएको थियो नि त आफ्नो देशको लिग छ, आफ्नो देशको खेल छ, त्यो कारणले गर्दा म खेल्न आउँदिनँ भन्नुभयो, तर 81 पोखरा एभेन्जर्सले सरप्राइज बिहानै होइन? त्यो के थियो तपाईँको स्कोर फुल विदेशी कोटा फुल भएको थियो कि अर्थात् जिम्मी निसम सिधै यता कन्ट्याक्ट नगर्दै पोखरा एभेन्जर्समा गएको, के लाग्छ तपाईँलाई? स्कोर फुल भन्दा नि जनकपुरलाई टेस्ट प्लेइङको कोटा नपाएपछि अब कुनै हालतमा उसलाई ल्याउन सकिँदैन थियो आइसिसीको नियमअनुसार। अब पोखरासँग थियो त्यो, अनि पोखराले जिम्मी निसमसँग कुरा गरे होला, अथवा जनकपुर बोर्डले नि सहकार्य गरिदिनु होला, किन यस्तो राम्रो प्लेयरलाई एनपिएल जस्तोमा किन नल्याउने, बरु अरू टिमबाट भयो भने ल्याएर भयो भने एउटा त हाम्रो सान बढ्यो नि त एनपिएलको। त्यही भएर नि सायद सहकार्य गर्नुभएको होला उहाँहरू, ओनरहरू अथवा जिम्मी निसम सबैजना एनपिएल चाहिँ खेलिदियोस् भन्ने चाहिँ भएको होला। अब अर्को सिजन यदि आइसिसीको सेन्सन हुँदैन भने स्योर उहाँ जनकपुरबाटै खेल्नुहुन्छ। योपालिको एनपिएल सिजन 2 चाहिँ भव्य तरिकाले तयारी हुँदैछ। तपाईँहरूले बाटोमा बोर्डहरू एनपिएलको त्यो देखिराख्नु भएको छ होला। विश्वभर एनपिएलको चर्चा भइरहेको छ। रोबर्ट डकसम्म नेपाल आइसकेको छ, जसको नाम के राखिन्छ रोबर्ट डकको? तपाईँ नाम सायद चङ्खे हो कि चङ्खे राखेको। रोबर्ट डकको यस्तो जस्तै हाम्रो नेपालीहरूमा के छ भनेपछि नाम अझै चङ्खे बनेन, मेरो हिसाबले अझै चङ्खे ठिक छैन क्या। किनभने अझै त्यसको नाम के राख्नु पर्थ्यो, गोर्खालीसँग रिलेटेड राख्नु पर्थ्यो जस्तो लाग्यो। तपाईँलाई के लाग्छ, के राख्दा सही हुन्थ्यो होला? तर यसमा चाहिँ ठिकै छ क्या नाम त। हामी यसमा धार्मिक अथवा कुनै पोलिटिसियन अथवा कुनै एउटा उच्च पदाधिकारीको नाम नराखिकन एउटा कुनै सामान्य मान्छेलाई त्यो नाम दिएको हो त्यो, किनकि हामी जस्तोले कमेन्टमा लेखेको नामहरू एउटा हुन्छ नि। चङ्खेमा नि सायद च्याम प्लस के थियो त्यस्तै के छ, मलाई ठ्याक्कै एक्ज्याक्ट थाहा भएन, त्यही भएर त्यो नि राम्रै छ। ठिक छ। अनि अब यहाँनिर एउटा कुरा दर्शकहरूको लागि खुसी प्लस दुःखीको दुइटै कुरा छ क्या। यहाँभन्दा अगाडि जबसम्म बस्नको लागि सुरक्षित कुनै पनि त्यहाँ बाटो नै थिएन, त्यतिखेर लगभग 15,000 देखि 17,000 दर्शकहरू त्यहाँभित्र हेरेको हामी देखिन सकिन्थ्यो। योपालि व्यवस्थित त छ, तर दर्शकको सङ्ख्या वात्तै घटेको छ नि त, किनभने अहिले 13,000 मात्रै भनिएको छ। बाँकी दर्शकहरूको हिसाबले आज तपाईँ दर्शकै कस्तो फिल भयो होला? यो अब के भन्छ भने व्यवस्थित गर्दाखेरि अब सिट सङ्ख्या जसरी सरकारले 10,000को बनाइदिनु भएको छ र त्यसमा क्यानले 2,000 जस्तो कुर्सी आफै थप्ने भन्ने भएको छ, तर पनि दर्शकलाई जतिसम्म लाग्छ मलाई त्यही 8-9 हजार मात्रै टिकट बिक्री हुन्छ होला, किनकि स्पोन्सर हुन्छ, धेरै हुन्छ नि त त्यहाँ त। क्यानसँग एडभर्टाइजमेन्ट जोडिनु भएकोहरू सबैले उहाँहरूले के गर्नुपर्छ नि त, समेटेर राख्नु पर्यो, उहाँलाई नि दिनु पर्यो। भनेपछि लगभग 9,000 देखि 8,000को हाराहारीका दर्शकले मात्रै हेर्न पाउने, बाँकी 2,000 चाहिँ कोलाबोरेसन जोसँग छ क्यानको त्योले आउने भन्ने हो? हजुर, त्यही हुनुपर्ने, त्यही हो, हुनु नि पर्छ, किनकि उहाँहरूले यत्रो लगानी गर्नुभएको छ। किनकि 15 करोड हिजो हाम्रो ट्रेजरी हेडले भन्दै हुनुहुन्थ्यो क्यानका 15 करोड त स्पोन्सरसिपबाटै कमाउँदै हुनुहुन्छ भनेपछि त यत्रो लगानी गरेपछि उहाँहरूलाई किन नदिने त? प्रायोरिटी दिनु पऱ्यो नि त। फेरि उहाँहरू त वर्षौंसम्म
चाहिराख्नुहुन्छ उहाँहरू स्पोन्सर बिना त यो लिग चल्दैन त्यही भएर त्यो ठिकै हो अब अर्कोचोटि सरकारले अब ठुलो स्टेडियम बनाएपछि दर्शकहरूलाई सुविधा होला अथवा ओपनिङ गेमको सोल आउट भयो अरू गेम नि जाउँ न त जस्तै मैले ओपनिङ गेमको टिकट पाएन जस्तै म सोचिरहेको छु मङ्गलबार जान्छु भोलिबल किनकि भोलिबल मान्छे खासै नहोला तर सपोर्ट नि चाह्यो नि त हामीले एनपिएललाई त हरेक गेममा जानु पर्यो त्यसैले म चाहिँ सोमबारको गेममा नगएर मङ्गलबार जुन चाहिँ मान्छे कम हुन्छ त्यतिखेर चाहिँ हामीले अलिकति भयो भने सपोर्ट देखाउनुपर्छ है भनेर मैले चाहिँ मङ्गलबारको टिकट काटेको छु त्यसैले सबैजनालाई म त्यही भन्छु सोमबार नभए मङ्गलबार त फेरि जनकपुर बोर्डको छैन होला नि त गेम छैन तर म होल एनपिएललाई नै सपोर्ट गर्ने हो कि मेन भनेको एनपिएल एउटा अहिले एउटा मुख्य कुरा के छ भनेपछि अब एउटा खुसीको पाटो त नेपालमा यति ठुला स्टार खेलाडी आउँदैछन् त्यो एकदम खुसीको पाटो भयो तर कता कता स्टार खेलाडीहरू आइराख्दा नेपालमा भएका बाँकी खेलाडीहरूले पालो नपाउने राइजिङ स्टारहरू छन् टन्नै उनीहरूले पालो नपाउने भन्ने पनि कन्सेप्ट छ नि त यो कुरामा चाहिँ के छ तपाईँको भनाइ तर यस्तो हुन्छ कि जस्तै फ्रेन्चाइज लिगहरूमा अब फरेन प्लेयर नखेलाएर नेपाली मात्र डोमेस्टिक प्लेयर खेलायो भने यो लिग सिर्फ नेपालमा मात्रै सीमित रहन्छ यो लिगलाई ग्लोबलाइजेसन गर्नु छ भने हामीले फरेन प्लेयर राम्रो प्लेयर ल्याएर हाम्रो नेपालीसँग मिक्स गराएर त्यहाँबाट नेपाली प्लेयरहरूले चाहिँ के हुनुहुन्छ एक्सपिरियन्स लिएर चाहिँ सिकेर चाहिँ त्यहाँबाट चाहिँ अगाडि बढ्न सकिने हो हामी आइपिएलमा नि हेर्छौँ आइपिएलमा पहिले 7 जना प्लेयर खेलाउँथ्यौँ प्लेइङ 11मा अहिले त 4 जना झार्नु भयो किन भन्दाखेरि आइपिएललाई जुन ब्रान्ड बनाउनु थियो त्यो त इन्डियन प्लेयरले मात्रै त बन्दैन थियो हो त्यही कारणले नेपालमा नि के हुन्छ भने यो धेरै विवाद आउँछ यस्तोमा नेपालीले चान्स पाएन भने चान्स किन पाइरहेको छैन नेपाली प्लेयर 80 जना त बिगिरहेछ नि अक्सनबाट होइन र 8वटा टिममा 80 जना बढी बिगिरहेछ भने 80 जनाले त पायो नि त चान्स तर हामीलाई त यो लिग ग्लोबलाइजेसन गरेपछि त लिग सबै अब डोमेस्टिकमा जान्छ योबाट पैसा आएपछि धेरै यो लिग ठुलो भएपछि के हुन्छ ग्रास रुटमा डेभलप हुन्छ फ्रेन्चाइज टिमहरूले ग्रास रुट डेभलप गर्छ अथवा एकाडेमीहरू खोल्छ यो भनेको त हामीलाई अझ के हुन्छ विकास हो क्या डेभलप हो कि क्रिकेटको डेभलप हो जस्तै अब यतिखेर एउटा अर्को मुख्य आकर्षण तथा म दुइटै भन्छु आकर्षण मात्रै पनि भन्दिनँ आकर्षण र चुनौती पनि भन्छु क्या आकर्षण किन भन्छु भनेपछि अब फ्लड लाइट मुख्य आकर्षण छ तर फ्लड लाइट रातिमा हो नि त त्यो हिसाबले राति अब त्यो एरिया त जङ्गल छ नि त अलिकति भए पनि होइन अब त्यो ठाउँमा अब खेल हेर्न जाने मान्छे पुरुष मात्र हुने महिला मात्र भन्ने हुँदैन सबै जान्छन् त्यो क्षेत्रमा यदि राति भयो भने चाहिँ भित्रको सुरक्षा होला बाहिरको सुरक्षाको लागि पनि त अलिकति खतरा छ जस्तो तपाईँलाई लाग्दैन सुरक्षाको हिसाबले अलिकति नेपालमा चाहिँ अलिकति उनै हुन्छ खतरा जस्तो हुन्छ अलिकति च्यालेन्ज नै हुन्छ सुरक्षा मेन्टेन गर्नको लागि अब रातिको गेम छ पहिलोचोटि भइरहेछ हामी क्रिकेट गेम चाहिँ फुटबल त भइरहेको हुन्छ तर फुटबल मेन सहरमै छ भनौँ न त्रिपुरा सहरमा ग्राउन्ड चाहिँ अलि टाढा जस्तो छ जङ्गलतिर जस्तो छ अलिकति पारी छ भनौँ न हामी सहरभन्दा अलिकति पारी छ अब सेफ्टीको हिसाबले हेर्ने भने त अब यस्तो हो अब गेम त 7:30 बजे 7:15मै सकिन्छ 7:15मा त धेरै जस्तो मान्छेको हलचलै भइरहेको हुन्छ त्यो त्यति साह्रो समस्या छैन त्यही भएर क्यानले 4 बजे गेम राखेको हुनसक्छ त्यसैले खास त्यस्तो धेरै ठुलो त समस्या त नआउला तर पनि हामीले सबैजना जो दर्शक हुनुहुन्छ क्यानदेखि लिएर हुन्छ जति पनि हुनुहुन्छ स्टक होल्डरदेखि लिएर सबैजना आफ्नो ठाउँबाट चाहिँ सचेत रहनुपर्छ र सकेसम्म आफूले कसरी सुरक्षित आफूले बनाउने भनेको कुरा चाहिँ त्यो चाहिँ ख्याल गर्नुपर्छ जस्तो लाग्छ मलाई जस्तै अब अहिले त खासै जनकपुरमा भन्दा विराटनगर किङमा एकदमै धेरै नाम चलेका खेलाडीहरू देखिराखेको छ यो हिसाबले कतै ट्रफी विराटनगर किङतिरै गइहाल्ला कि भन्ने त्यस्तो लागेको छ टिम हेर्दा सबै जस्तो स्ट्रङै छ यसपालि सिजन 2मा सबै जस्तोले एनालाइसिस गरेर टिम बनाउनु भएको छ विराटनगरको नाम चलेको एकदम राम्रो प्लेयर छ म नि एकदम पहिल्यैदेखि फलो गर्ने हो फाफ डुप्लेसीलाई र मार्टिन गप्टिलको जुन त्यो 19को वर्ल्ड कपमा जुन मिस भयो त्यतिखेर साह्रै चित्त दुखेको थियो कि मार्टिन अब रिटायर लिँदै हुनुहुन्थ्यो उहाँले जुन चाहिँ डिजर्भिङ थियो कि न्युजिल्यान्ड टिम एकदम डिजर्भ थियो किनकि 15मा नि वर्ल्ड कप फाइनलमा गएर हारेको 19मा नि हार्नुभयो त्यही भएर एकदमै महत्त्वपूर्ण प्लेयरहरू हुनुहुन्छ तर
के अरे विराटनगरमा अब हुन्छ नि अब कसरी उहाँहरूले खेल्नुहुन्छ भने त्यो दिन थाहा हुन्छ कि म्याचको दिन मात्रै थाहा हुन्छ, नामले मात्रै नि फेरि गेम हुँदैन, किनकि मार्टिन गप्टी लास्ट सिजन एउटा मात्रै गेममा चल्नुभयो हो, त्यही भएर अब एक्जिक्युसन कहिले हुन्छ भन्ने कुरा हो। त्यसैले अब उहाँहरूलाई नि सपोर्ट छ, जित्यो भने त राम्रै कुरा हो। अब म जस्तै यतिखेर नेपालको ग्लोबलाइजेसन तरिकाले हेर्ने हो भने डिजिटल ब्रान्डिङ एकदम वाइड भइरहेको छ। अब डिजिटल ब्रान्डिङ भइसकेपछि नेपालमा धेरैजनाले रोजगार पनि पाएका छन्। अब कतिलाई यो कुरा थाहा नहुनसक्छ, यस्तो कुराहरू एउटा अरू खालि क्रिकेट छ, क्रिकेट नै हो, खेल मात्र त हो भन्ने पनि हुनसक्छ कतिको दिमागमा, होइन छ। अब डिजिटल ब्रान्डिङ हुँदै गर्दा नेपालका केही सम्पदाहरू पनि छन्, त्यो सम्बन्धहरू विश्व सामु त डिजिटलकरणबाट पनि देखाउन सकिन्छ। जस्तै एडभर्टाइजमेन्टमा अब अस्ति मानव कर्णालीले नेभीकोसँग गरेको छ, जस्तै अरू कुनै टिमले एसियन पेन्टसँग गरेको छन्। अब उनीहरूले त्यो ठाउँको एउटा हुन्छ नि त लाइक एड टाइपको पनि भने हाम्रो सांस्कृतिक सम्पदा झल्काउने एडहरू बनाएर हालिदिए पनि हुन्थ्यो, त्यस्तो किन छैन जस्तो लाग्छ तपाईँलाई? त्यो अब कति टिमले त गरिरहेकै छ। जस्तै पोखरा एभेन्जरले त फर्स्ट सिजन बिना स्पोन्सर खेलेको, ग्लेसियर मेटर भनेर उहाँहरूले पुरा सन्देश दिनुभएको छ। त्यो सराहनीय छ, उहाँले गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ। हामी नि पोखरा एभेन्जरलाई मोटिभेसन लिनुपर्छ कुनै टिमबाट। जस्तै यसपालि नि उहाँहरूले राख्नुहुन्छ भन्नुभएको छ त्यो ग्लेसियर मेटर भनेर कुनै साइडमा, यसपालि उहाँहरूले स्पोन्सर लिनुभएको छ। र मलाई लाग्छ त्यति नगरेको जस्तो पनि लाग्दैन। जस्तै काठमाडौँले ट्रफी टुरमा भक्तपुर दरबार, पाटन सबैतिर घुमाउनु भयो। अनि जस्तै अरू अरू टिमले नि जस्तै कर्णालीले लिएर जाँदा उहाँको धार्मिक स्थलमा ट्रफी टुर गर्नुभयो। हजुर, सबै जस्तो टिमले गरिराख्नु भएको छ। जति हामीले देखिने हो त्यति चाहिँ नदेखेको पनि हुनसक्छ, कति कुरो त देखिँदैन नि त हामी कुरा हो, त्यो जस्तो लाग्छ मलाई। जस्तै अब अघिल्लोचोटि शिखर धवन मुस्ताङ सायद सोलुखुम्बु सगरमाथासम्म पुग्नुभयो भन्ने सुनेको थिएँ मैले, होइन मैले देख्न चाहिँ देखेन, तर पछि पोस्ट हेर्दाखेरि चाहिँ त्यहाँ देखेको थिएँ मैले, होइन। जस्तै स्टार खेलाडीहरूले हाम्रो नेपालको त्यस्तो ठाउँहरूलाई एक्सप्लोर गर्दा विदेशी पर्यटकहरू नेपालमा भित्रिन सक्ने सम्भावना कतिको देख्नुहुन्छ? यो एनपिएलले यसो मलाई लाग्दछ समग्रमा एनपिएलले चाहिँ टुरिज्मलाई चाहिँ धेरै टेवा पुऱ्याउँछ जस्तो लाग्छ। किनकि मैले अस्ति पोस्ट देखिरहेको थिएँ कुनै टिमको, जस्तै जनकपुरको लयरो मिनान त पहिलो सिजन आउँदा एक्लै आउनु भएको थियो, अहिले चाहिँ उहाँले आफ्नो फ्यामिली लिएर आउनुभयो नि त। भनेपछि त केही न केही त टुरिस्ट बढ्दैछ नि त। जस्तै विल विशिष्टले पहिले फ्यामिली आउनु भएको थियो, उहाँको आफ्नै तर्फबाट फ्यामिली आउनु भएको थियो नि त विल विशिष्टको कर्णालियाको, यसपालि नै आउनुहुन्छ होला। यसरी नै प्लेयरको फ्यामिलीदेखि लिएर प्लेयरको साथीभाइदेखि लिएर अथवा धेरै छ कि टुरिज्म एकदम विकास भइरहेछ कि एनपिएलले गर्दा। अब ट्राभल एजेन्सी, होटेल, हस्पिटालिटी सबै जस्तो चलायमान छ नि त अहिले त काठमाडौँमा। जस्तै सबै होटल जस्तो बुक छ, सबै ट्राभल एजेन्सीहरू चलेकै छ अहिले, टिकटिङ पार्टनरदेखि लिएर सबै हो। एउटा इभेन्टले एउटा क्रिकेटलाई मात्रै विकास गर्दैन क्या, होल नेपालको अर्थतन्त्रलाई तलमाथि गरिदिन सक्छ। जस्तै अब यहाँनिर एउटा कुरा भर्खरको हाम्रो रिसेन्ट प्रोटेस्टलाई पनि जोडौँ, किनभने मेन कुरा नै यही छ अहिले। अब जस्तै हिजो भर्खर क्यानको पारस खड्काजीले पनि भन्नुभयो कि कुनै पनि खालको प्रोटेस्टहरूदेखि लिएर घुसपैठहरू नगरिदिनु होला भनेर भन्नुभयो। अझ फेरि अर्कोतर्फ दुर्गा पर्साई हुनुहुन्छ, उहाँले चाहिँ आन्दोलनै भनिसक्नु भएको छ मङ्सिर 7 गते। मङ्सिर 4 गते झन् महत्त्वपूर्ण ज्ञान छ, होइन। अब यो हिसाबले यो जेनजी प्रोटेस्ट र यो आन्दोलनहरूले यसमा कतिको इफेक्ट पार्ला जस्तो लाग्छ तपाईँलाई? यस्तो अब गेम भइरहेको टाइममा आन्दोलन भयो भयो भने त खेलाडीहरू ट्राभल गर्न, दर्शकले ट्राभल गर्न धेरै असहज हुन्छ, सेफ्टीको हिसाबले धेरै असुरक्षित हुन्छ। त्यसैले यो अब जस्तै जेनजी प्रोटेस्टको कारणले पनि यो एनपिएलको धेरै प्रचारहरू कम गरिरहनु भएको हो उहाँहरूले। किनकि उहाँहरूले खुलेरै भन्नुभएको छ जेनजी मुभमेन्ट भएको देशमा यो सिचुएसन भएकोले हामीले धेरै प्रचार गर्न गरेनौँ हामीले, किनकि यो देशको सिचुएसनलाई हेर्नु नै पर्छ, किन क्रिकेट मात्रै फाइदा मात्रै हेर्न हुँदैन भन्नुभएको थियो। अब यो बिचमा यस्ता आन्दोलनहरू भयो भने त धेरै समस्या नै हुन्छ। त्यसैले सकेसम्म नगरिदिने होला, किनकि देशमा अब अहिले त जेनजीकै सरकार हुनुहुन्छ नि त। अब यो त हामीले बनाएको सरकार हो। अब हामीले यो सरकारबाट चित्त बुझेन भनेर आन्दोलन गर्ने आवश्यकता त हामीले सिर्जना गर्न मिलेन नि त। अब हामी त नैतिकता हिसाबले त हामीले बनाएको सरकार हो, किनकि हामीले अब उहाँकै विरुद्धमा जहाँ गयो भने चाहिँ हामी माथि क्वेसन गर्नु पऱ्यो नि त। हामीले कस्तो सरकार चाहिँ बनाइछौँ त भनेर क्वेसन गर्नुपर्ने हो नि त हामीले जेनजी आफैले। त्यसैले चाहिँ यसमा अब चुनाव आउँदैछ, चुनावकै लागि बनाएको सरकार हो, त्यसैले चुनावसम्म कुर्दिनु भन्छु म चाहिँ।
आन्दोलनहरू कुनै पनि हजुर आन्दोलनको समाधान आन्दोलनबाट होइन वार्तातिर जानु पर्यो ठिक छ। अनि जस्तै अब नेपाल अस्ति भर्खर पनि यो सायद क्रिकेटको के एउटा त्यो थियो एउटा इभेन्ट थियो इभेन्ट जस्तै फ्यान सम्बन्धी कुनै इभेन्ट थियो सायद त्यो इभेन्ट पनि नेपालले जितेको थियो होइन। अब जस्तै अब अहिले त्यो क्यानमा के हुन्छ भनेपछि त्यहाँ हामी देख्छौँ यसो फोटोहरू भाइरल भएको रुख एकदम टपको रुख हुन्छ त्यो रुखको टुप्पामा चढेर हेर्ने बानी छ क्या हामी नेपालीहरूको। अब यो पालि त रुखहरू पनि काटिएको छ बाँकी त्यो दर्शकहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँ? यस्तो हुन्छ अब के भयो भने उहाँहरू अब भित्र नगएर रुखमा चढेर कतिलाई त अब हुन्छ उहाँहरूको पेसन हो क्रिकेटप्रति उहाँहरूको सम्मान गर्नुपर्छ यसरी पनि हेर्नु भएको छ ज्यानलाई जोखिम गरेर। तर पनि त्यो गर्न आवश्यकता थिएन त्यस्तो गर्न पनि हुँदैन किनकि हामी रुखमा बसेर हेरेर त्यो भाइरल भयो पनि ला तर के गरे एउटा मिस्टेकले त हाम्रो ज्यान जोखिममा हुन्छ नि त त्यो त। अब यसपालि अब भित्र छिर्न धेरै गाह्रो छ किनकि म के भन्छु भने भोलि चाहिँ अब टिकट नभएकोहरू नगइदिनु होला किनकि त्यहाँ अब भोलि फिजिकल टिकट पाउँदैन भन्नुभयो पाउँदैन भनेर जानकारी आइसकेको कारणले कोही नि नगइदिनु होला किनकि त्यहाँबाट उभिएर हेर्ने नि अवस्था छैन किनकि बोर्डले सबै छेकेको छ ग्राउन्ड केही देखिँदैन त्यसैले घरमै बसेर हेरिदिनु होला बरु पर्सीको टिकट काटेर जानु होला तपाईँहरू भन्न चाहन्छु किन रुखमा बसेर भाइरल त होला तर जोखिम छ धेरै। जस्तै टिकट ओपनिङ भएको केही घन्टामै भिआइपीदेखि नर्मल टिकट पनि सोल्ड आउट पनि भएको छ। यो हिसाबले दर्शकहरूले अब नेपाल क्रिकेटलाई कतिको माया गरेको जस्तो लाग्छ? नेपाली फ्यानहरूले धेरै नै माया गर्नुभएको छ नभए यहाँसम्म आइपुग्दैन थियो होला एनपिएल माया दर्शकको माया बिना त। र 24 घन्टामा टिकट सोल्ड आउट भयो त्यो खुसीको कुरा हो हामीलाई तर ओपनिङ गेमको लागि मात्रै त्यसरी हामी एक्साइटेड नहौँ न त। सबै टुर्नामेन्ट त धेरै लामो छ नि त हाम्रो हो सायद 23 दिन कि 27 दिन चल्छ टुर्नामेन्ट हो सबै दिन जाउँ न हामीबाट आज टिकट नपाएको भोलि जाउँ भोलि नपाएको पर्सि जाउँ त्यसरी गयो भने के हुन्छ क्यानले नि नाफा आउँछ क्यानले नि सबै के हुन्छ विदेशतिर नि के देखिन्छ भने हुन्छ नि सबै फुल हाउस ग्राउन्ड हुने रहेछ भनेर त सन्देश जान्छ नि त यहाँबाट। ठिक छ। अनि अब जनकपुर बोल्डको तपाईँ फ्यान त हुनुहुन्छ तर तपाईँ जनकपुर बोल्डको फ्यान कसरी हुनुभयो? तपाईँ के देखेर त्यहाँभित्र को छ तपाईँलाई एकदम आकर्षण लाग्ने जो कारणले गर्दा तपाईँ जनकपुर बोल्डको यत्रो ठुलो फ्यान भन्नुभयो? अब पार्टिकुलर एउटा प्लेयर अथवा एउटा कुनै चिजले चाहिँ होइन हुन त अब आफू अलिकति तरै भएको मान्छे हो म। अब मकवानपुर जिल्लाबाट अलिकति तरै क्षेत्र छुइन्छ त्यस कारणले पनि हुनसक्छ जनकपुरतिर अलिकति लगाव बढेको अथवा अरू टिम चितवन भयो काठमाडौँ भयो उहाँहरूले समेट्न नसकेको पनि हुनसक्छ। जस्तै हेटौडा कलेज अफ म्यानेजमेन्टसँग जनकपुरको कोलाबोरेसन छ त्यो हिसाबले नि उहाँहरूले जनकपुरले हेटौडासम्मै समेटेको जस्तो फिल हुन्छ आफूलाई त्यही कारणले नि म जनकपुरको फ्यान भएको जस्तो फिल भइरहेछ। जस्तै हाम्रो यो लोकल एजेन्सीहरू भन्छु म तिनीहरूलाई जस्तै लोकल कम्पनीहरू हुनुहुन्छ त्यो लोकल कम्पनीहरूको अहिले इन्टरनेसनल्ली भनौँ अब इन्टरनेसनल मार्केटमा लोकल सामानहरू त्यहाँ प्रमोट भइरहेको छ तर सामानहरूको म्यानुफ्याक्चरिङ त्यहाँसम्म छैन त्यो कुरा धेरैले थाहा छैन। जस्तै हाम्रो सिजी ग्रुपको चाहिँ इन्टरनेसनल्ली छ मैले सुनेको छु तर अरू सामानको चाहिँ छैन। अब प्रमोसन त भयो त्यहाँबाट एडभर्टाइजमेन्ट पनि दिए अब विश्व सामानै छैन भने त्यत्तिकै त्यो नेपालमा मात्रै भयो खेर गयो जस्तो लाग्यो नि तपाईँलाई? यो एडभर्टाइजमेन्टको हिसाबले उहाँहरूको आफ्नो स्ट्राटेजी हुन्छ जस्तो बिजनेस हाउसहरूले कसरी एडभर्टाइजमेन्ट गर्ने अथवा आफ्नो प्रोडक्ट छ कि छैन प्रोडक्ट त्यहाँ नपुगे पनि उहाँहरूको के हुन्छ भने बिजनेस जहिले एडभर्टाइजमेन्ट कस्तो हुन्छ भने मान्छेको मस्तिष्कमा चाहिँ मेरो ब्रान्डको नाम होस् है भन्ने मात्रै हुन्छ क्या उहाँहरूको सामान किनोस् या नकिनोस् तर उहाँहरूले चाहिँ आफ्नो चाहिँ ब्रान्डको नाम चाहिँ सर्वत्र चलोस् न एकचोटि त्यसपछि उहाँहरूले खोज्ला अनुसन्धान गर्ला अथवा कन्ज्युमरले यो सामान पाइन्छ भनेर कुनै स्टोरमा गएर सोध्यो भने त त्यो सामानको त यसै ब्रान्डिङ भयो नि त। अब त्यसबाट उहाँहरूले उत्पादन गरेर त्यहाँ सप्लाई गर्ने कि के गर्ने भनेर त्यही हुनसक्छ सबै यो जति पनि ब्रान्डहरू हुनुहुन्छ उहाँहरूले स्पोन्सर गरेर स्टार स्पोर्टमा आएपछि झन् एक्साइटेड हुनुहुन्छ उहाँहरू सबैजना त्यही हो सबैजनाको। जस्तै नेपालमा ओटिटी प्लेटफर्म खासै छैनन् ओटिटी प्लेटफर्म एउटै छ त्यो अहिले सायद डिसोमको ओटिटी प्लेटफर्मबाट यो हेर्न पाइने भनेको छ त्यो अब इन्टरनेसनल्ली त नेपाली क्रिकेट प्रमोट भइ नै सक्यो
अब किनभने स्टार स्पोर्ट भनेको त अब हाम्रो यहाँको कुरा होइन नि त होइन जस्तै त्यहाँभित्रबाट जस्तै नेपाली कम्पनीहरू पनि छन् केही जसले नेपालभरि लाइभ देखाइरहेका हुन्छन् उनीहरूलाई अलिकति मर्का परेको जस्तो लाग्यो तपाईँलाई? यस्तो छ अब यसपालि सिजनमा चाहिँ नेपाली टेलिभिजनलाई नि लिनर प्रसारणको लागि लिनर टेलिभिजनको लागि उहाँहरूले बिडिङ खोल्नु भएको छ। सायद हिजै आउनुपर्ने हो, आज आइसक्यो कि त्यो अलिकति अपडेट भएन, आजै आउनुपर्छ किनकि कसले प्रसारण गर्न पाउने अधिकार भनेर टेलिभिजनमा चाहिँ नेपालमा मात्रै फेरि उहाँहरूले अब पहिलोचोटि ओटिटिभी प्लेटफर्ममा क्रिकेट लाइभ हुँदैछ। यो एकदमै सुखद कुरा हो क्या हाम्रो, किनकि यिनी अरू देशहरूमा सबैमा ओटिटिभीमा गइसकेको छ, हामी नेपाल मात्रै पछि परिरहेको थियौँ। यसपालि क्यानले यो कदम चालेकोमा चाहिँ धेरै धेरै नै सायद एकदम सक्सेस जस्तो लाग्छ क्या मलाई। अब हुन त फेरि यस्तो हुन्छ 5 लाख मान्छेले ओटिभीमा एकैचोटि लाइभ स्ट्रिमिङ हेऱ्यो भने उहाँले सक्छ कि सक्दैन हो, मेन क्वेसन चाहिँ यो छ क्या अहिलेको लागि हाम्रो चाहिँ। हजुर हो, मेन क्वेसन चाहिँ यहाँ छ। अब डिस होम गो पहिलादेखि मैले चाहिँ पहिल्यैदेखि हेरिरहेको थियो। पहिला एक्सन स्पोर्ट मोबाइलमा आउँदैन थियो, युट्युबमा लाइभ हुँदैन थियो, अनि मोबाइलमा हेर्नको लागि चाहिँ यो डिस होम गो एप डाउनलोड गऱ्यो भने एक्सन स्पोर्ट चल्थ्यो। अनि त्यही कारणले मैले सायद 2-3 वर्ष अगाडिदेखि नै चलाइरहेको डिस होम गो। त्यहाँ राम्रै छ, स्ट्रिमिङ चाहिँ राम्रै हुन्छ, तर जुन हाम्रो अहिले आउनेवाला छ नि यो भ्युअर त्यो चाहिँ उहाँहरूले धान्न सक्छ कि सर्भरले सक्छ कि सक्दैन भन्ने चाहिँ नेपालीहरूले त 3-4-5 लाख जनाले एकैचोटि हेरिदिन्छन् नि। हो, त्यो चाहिँ सक्छ कि सक्दैन भन्ने चाहिँ डिस होमका टिमले चाहिँ अब चाहिँ त्यो मध्यनजर राख्नु पर्यो उहाँहरूले। ठिक छ। अनि अन्तमा के भन्न चाहनुहुन्छ तपाईँ? अन्तमा के भन्न चाहन्छु भने सबैजना दर्शकहरू गइदिनु होला, एनपिएल हेरिदिनु होला, स्टेडियममा गएर हेरिदिनु होला, सकेसम्म नसक्नेहरूले डिस होम गो एप डाउनलोड गर्नु होला। थर्ड पार्टी एप चाहिँ युज नगरिदिनु होला, किनकि जति नेपालीको बानी हो फ्रीमा पाउने भनेर थर्ड पार्टी एप खोलिहाल्छन् क्या, अनि त्यो फेरि काउन्ट हुँदैन भ्युअरमा। अब त्यो थर्ड पार्टी एपले कमाउने पैसा हो त्यो, क्यानले अथवा डिस होम अथवा कुनै पनिले कसैले पनि कमाउँदैन कि त्यहाँबाट, अनि त्यो काउन्ट पनि हुँदैन भ्युअर हो। त्यस कारणले सबैजना सहयोग गरिदिनु होला एनपिएल सक्सेस बनाउनलाई, त्यही भन्न चाहन्छु। जनकपुर चाहिँ यसपालि च्याम्पियन हुन्छ फेरि पनि। हस्, धन्यवाद।